यो सदनभित्र मार्क्स लेनिन र माओका कुरा धेरै पटक सुनियो। यो न त मार्क्सको देश हो, न त लेनिनको, न त माओको। यो त बडा महाराज धीराज पृथ्वीनारायण शाहले बनाएको देश हो। लेनिन, मार्क्स र माओको विचार सिद्धान्तले नेपाल भन्ने देश बन्दैन। यो देश बन्छ त केवल पृथ्वीनारायण शाहको दिव्य उपदेशले। अरू देशले पृथ्वीनारायण शाहको दिव्य उपदेशमा टेकेर विकास गरिरहेका छन्, तर हामी उनकै शालिग ढाल्दै उनको अपमान गरिरहेका छौँ। सभामुख महोदय, लोकतन्त्र खतरामा पर्यो, गणतन्त्र खतरामा पर्यो भनेर गणतन्त्रधारीहरू त्रसित भइरहेका छन्। तर किन सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि जनताले प्रश्न उठाइरहेका छन् भन्ने कुराको कसैले मनन गरेको देखिँदैन। गणतन्त्रले देशमा के परिवर्तन भयो? हामीले लोकतन्त्र ल्यायौँ भनेर छाती फुलाउनेहरूले नै लोकतन्त्रको मर्मलाई लत्याइरहेका छन्। नागरिकको स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेका छन्। नागरिकले प्रयोग गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पारिरहेको छ। सरकारले गरेका गलत कामको विरुद्ध आवाज उठाउन पाउनु नागरिकको नैसर्गिक अधिकार हो। तर शान्तिपूर्ण रूपमा आन्दोलन गर्दा सरकारले सबैजसो ठाउँ निषेधित भनेर घोषणा गरिदिएको छ। बहालवाला सांसदमाथि हातपात गरिन्छ, सांसदको कोड च्यातिन्छ। यो कस्तो लोकतन्त्र हो? सभामुख महोदय, आफ्नो देशको राजालाई नेपालको नागरिक नै होइन जस्तो व्यवहार गर्ने, तर अरूको देशको राजा नेपाल आउँदा सार्वजनिक विधानै दिने कस्तो अचम्मको कुरा। हाम्रो देशको गणतन्त्रले रोजगारी दिन नसक्ने, तर त्यही राजा भएको देशमा गएर युवाहरूले आफ्नो युवा उमेर ऊर्जा पसिना बगाउने अवस्था हुँदा यी देशका नेताहरूलाई अप्ठ्यारो लाग्नुपर्ने होइन? सभामुख महोदय, इन्डियन एम्बेसीले विद्यालयमा अनुदान दिएकै भरमा विद्यालयको गेटमा इन्डियाको झन्डा राख्नुपर्ने यो कस्तो लम्बसारवाद हो? ती साना साना बालबालिकाको मानसिकतामा कस्तो असर पर्छ होला यस्तो कुराले? यो कस्तो खोक्रो राष्ट्रवाद हो? यस्ता विषयमा सरकारको ध्यान जाओस्, गम्भीरतापूर्वक ल्याओस् सरकारले। धन्यवाद।